हेलो साथीहरू, तपाईहरु के गर्नुहुँदैछ कोनी? म चाहिँ यहाँ सब्जी खोज्दै हो अनि बारी पनि हेर्दै यहाँ बिँ छ कि भनेर खोज्दै आएको नि साथीहरू। के गर्नु हो, बिँ पनि अस्ति सबै बाँदरले खाइदिएछ र हामी यसो अलिअलि भेटिन्छ कि भनेर यहाँ हेर्नुहोस् न। मकै त हाम्रो खाइसकिहाल्यो। यहाँ हेर्नुहोस् त है, मकै खाइसकेर चाहिँ बाबालाई रिस उठेछ कि सबै मकै काटेर चाहिँ साग छर्नु भएको। हिजो पानीले सबै बगायो, छैन त्यो पनि भएन। यस्तै छ साथीहरू बस्तीमा। तपाईहरुकोतिर नि हिजो त पानी खत्रै आयो होला, हाम्रोतिर नि खत्रै आयो पानी हो। बगाउने नि आयो पानी हिजो चाहिँ हाम्रोतिर चाहिँ। हावाहुन्डरी त्यस्तै हो, अन्त लान्छ जस्तै बनियो साथी हो हिजो। अब के गर्नु, यस्तै छ। यसपालि सुन्तला जोगाउन चाहिँ सकिँदैन जस्तो छ साथी हो, बाँदरबाट केही राख्दैन है। अनि बिँ पनि यत्रो यत्रो एउटा चिरो छ, खोजौँ भनेर नि। यस्तै छ है साथीहरू हाम्रो बस्तीमा चाहिँ। यहाँ हेर्नुहोस् न, सुन्तला निकै दाना देखिन थाल्यो। र बाँदरले के गर्ने हो, खान दिन्छ दिँदैन। एकैचोटि खाइसकेर मात्रै थाहा पाइन्छ। यहाँ हेर्नुहोस् है, मजाले फल्दैछ, फलेको सुन्तला यहाँ। हेर्नुहोस् है हो, कति दुःख गरेछ नि। अब के गर्नु, मकै चाहिँ छैन, खान पाइँदैन मकै। यो गाईलाई खोलै घाँस एउटै गोका छैन र अनि गाईलाई खोलै घाँस हुन्छ। ल त साथीहरू, सबैलाई गुड मर्निङ। यस्तै छ, ल त राधे राधे।